हेलो एभ्रिवान, नमस्ते। थारू गहना चोरमारा नवलपुरको तर्फबाट सबैलाई अभिवादन। आज चाहिँ म अर्को भिडियोको साथमा तपाईँहरूको माझ उपस्थित भइसकेको छु। आजको भिडियोमा चाहिँ म कल्चरल ड्रेसमा छु। तपाईँहरू देखिराख्नु भएकै छ हाम्रो थारू पहिरन तथा गहनाहरू र भाषा चाहिँ नेपाली भयो। त्यसमा चाहिँ कमेन्ट नगर्नुहोला, किनकि अब हाम्रो थारू भाषा सबै ठाउँमा बुझ्ने चाहिँ हुँदैन। हाम्रो थारू भाषा पनि ठाउँ अनुसारको भाषाहरू फरक फरक छ। कतिपय थारू भाषा हामी आफैले पनि बुझ्दैनौँ, किनकि अब पूर्वतिरको बेग्लै हुन्छ, पश्चिमतिरको बेग्लै, र नेपालीमा बोल्यो भने चाहिँ ओभरअल सबैजनाले बुझ्नुहुन्छ भनेर चाहिँ मैले नेपालीमै यो कन्टेन्ट बनाएको छु। आज चाहिँ थारू गहनामा म आफ्नो यो पहिरनहरू नै तपाईँहरूलाई भन्न चाहन्छु कि आजको मैले चाहिँ सेट एक्स्ट्रा कुनै सेट लिएर आएको छैन। जुन मैले लगाएको छु सोही सेट तपाईँहरूलाई म इन्ट्रोड्युस गर्नेछु। र यो सेट मनपर्छ भने तपाईँहरूले हामीलाई हाम्रो थारू गहना टिकटक मार्फत या तपाईँहरू फेसबुकबाट जुनसुकै माध्यमबाट पनि अर्डर गर्न सक्नुहुन्छ। मैले चाहिँ फर्स्टमा ड्रेसको बारेमा भन्न चाहन्छु। हाम्रो नवलपुरको चाहिँ मुख्यतया चाहिँ कालो ब्लाउज र सेतो साडी नै लगाइन्छ। जुन साडीमा चाहिँ मैले बोर्डर साडी लगाएको छु है, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो बोर्डर साडी भयो। यो कालो ब्लाउजमा हाम्रो सेतो साडी हुन्छ। अनि समूहहरूको अनुसार चाहिँ तपाईँको कलरहरू चाहिँ फरक फरक पनि हुनसक्छ। तर हामीले यदि बोर्डर साडी लगाउने हो भने चाहिँ हाम्रो यो साडीको बोर्डर जुन कलरको हुन्छ त्यही अनुसारको हामीले म्याचिङ चाहिँ ब्लाउज बनाउँछौँ। आज चाहिँ मैले कालो बोर्डर साडी लगाएको कारणले चाहिँ ब्लाउज पनि कालो नै छ। र गहनामा चाहिँ तपाईँहरूले मलाई यहाँ टाउकोमा देख्न सक्नुहुन्छ। हाम्रो यो चाहिँ मयूरबिन्दी रहेको छ सिङ्गलमा, जुन चाहिँ साइडतिर छैन। तपाईँहरूलाई अब कतिपयलाई छप्प बिन्दीहरू मन पर्दैन, मलाई चाहिँ सिङ्गल एक लराको मात्रै भयो भने हुन्छ भन्नुहुन्छ भने चाहिँ यो बिन्दी एकदमै राम्रो छ। फेस ठुलो हुनेहरूलाई पनि यो चाहिँ एकदमै एडजस्टेबल हुन्छ, राम्रो देखिन्छ। र घाँटीमा चाहिँ मैले यो हँसुली लगाएको छु। हँसुली कसरी लगाउने भन्नुहुन्छ भने मेरो पहिलाको भिडियोहरू हजुरहरूले प्रोफाइल भिजिट गरेर हेर्न सक्नुहुन्छ। अनि त्यस्तै मसँग चाहिँ यो नयाँ प्लेटिङवाला हैकल माला मैले तपाईँहरूलाई भनिरहेकै हुन्छु हरेक भिडियोमा। अहिले चाहिँ मोडिफाइड हैकल माला हामीले चाहिँ ल्याइसकेको छौँ। त्यसैले चाहिँ यो सोही मोडिफाइड हैकल माला तपाईँहरूले हेर्न सक्नुहुन्छ मैले लगाइरहेको छु। र यसमा चाहिँ हाम्रो म्याचिङ हेर्नुहोस् त, झुम्का जस्तो यो हैकल मालामा हाम्रो यो इँटा आकारको यहाँनिर बुट्टा बनाएको छ भने त्यही बुट्टालाई म्याचिङ गरेर चाहिँ यसमा झुम्का पनि रहेको छ। हेर्नुहोस् त कति राम्रो देखिएको छ यो झुम्का र यो हैकल माला। अनि त्यस्तै हाम्रो यो चाहिँ चकती पैसा माला भयो है। यो चाहिँ चकती पैसा माला, हाम्रो चकती नै भन्छ।